राष्ट्रिय खाना बनाउँदैछु। यो हाम्रो छोराछोरी नाता नातिनीले सबै बिर्सिसक्यो, चिन्नु पनि चिन्दैन। एकचोटि कोदोको भात पकाएर दिएको थिएँ मेरो छोराछोरी। यो के हो, यो कालो, यो के हो यो भनेर भने चिन्नु पनि सकेन। म कोदोको ढेँडो ओह्राल्दै छु। अनि यसरी छोराछोरीले चिन्दैन भने त लोभ भइसकेको चिन्दैन रहेछ। त्यस कारणले मैले आफै पनि हाम्रो यो ढेँडो खाँदाखेरि रातो पिरो अनुहार पनि हुन्थ्यो, जिउ पनि डह्रो हुन्थ्यो। त्यस्तो चिज खाँदै आएको अहिले त चिन्नु पनि चिन्दैन। लोभ भइसकेर मैले ढेँडो ओह्राल्दैछु। आज ढेँडो खाने राष्ट्रिय खाना पनि भन्छ। ढेँडो खाने निर्णयमा पुगेँ। अब ढेँडो धुमधाम ओह्राल्दैछु। अब मेरो छोराछोरी सन्तानले नाचिनेको कारणले मैले यो युट्युबमा देखाउने मन पनि लाग्यो। सम्पूर्ण साथीहरूले देखाउनुको लागि यो लोभ भइसकेको ढेँडोलाई ओह्राल्दैछु। यो कहिले कहिले खानै पर्दो रहेछ जस्तो लाग्यो मलाई। बिर्सिसकेको आफै पनि सम्झना लागेर ढेँडो ओह्राल्दैछु। अब त ओह्राल्न पनि बिर्सिनु आँटेछु। एकदम ढेँडो खाने मन लाग्यो आज। पहिला त यसरी खाइन्थ्यो, रातो पिरो गाला हुन्थ्यो, डह्रो हुन्थ्यो। अब त छोराछोरीले चिन्दैन। यो यस्तो गर भने यो के हो भन्छ, चिन्नु पनि चिन्दैन। यो त राष्ट्रिय खाना हो। ल है, अब ढेँडो तयारी भयो। यसो गर्दा निकालिन्छ, पस्किन्छ। यो चिजै कस्तो खाले हो, जुठो पनि नछरिन्ने। ठपक्कै यसरी निकाल्यो, पस्क्यो। यसरी पस्क्यो। अब तयारी भयो। यसरी पस्काउँदै निकाल्नु पर्ने। खाँदा पनि मुस्नु पनि पर्दैन, डल्ला पार्दै खानु पर्ने। यो पुर्खाहरूले चाहिँ यस्तै खाँदै बानी हुँदै आएको रहेछ पुर्खाहरू। हामी पनि त्यसरी नै सिकाए। हाम्रो छोरीलाई त छैन, चिन्नु पनि चिन्दैन। के गर्नु, जुग अनुसार चाल्नु। हेलो सम्पूर्णमा हाम्रो नमस्कार। यो राष्ट्रिय खाना ढेँडो खाने मन लाग्यो। म यो ढेँडो पुरानै खान्की हो, जुजुबाजेहरूले सिकाएको, खाइलिएको। मैले ढेँडो ओह्रालेको त, ढेँडोको भात दिएको त छोराछोरीले चिन्नु पनि चिनेन। अनि त्यसो भएको कारणले अब हामी यो गाजर, यो आलुको तरकारी, यो लाटे साग, यो सिन्की पुरानै राष्ट्रिय खान्की तरकारी भनौँ, यो माछाको हो। यो ढेँडो हो राष्ट्रिय खाना। यो लोभ भइसकेको जस्तो लागेर यो आज मैले खाने मन गरेँ। यता मेरो भाइ साइला, यता मेरो जेठो छोरो। अब हामी खानुतिर लाग्यौँ है सम्पूर्ण मित्रहरू। ल खाउँ। ल छोरा भाइ, यो ल ग्रेभी माछासँग अति टेस्टी रहेछ। ल धेरै सालपछि ढेँडो खाइयो। दामी नै बनाउनु भएछ। जे होस्, अति राम्रो, मिठो, टेसिलो। खानु पाउँदा त पहिलाको सम्झना लाग्यो हो। गोठमा बसेको सम्झना लाग्यो हो। गोबर सोर्दै, घाँस काट्दै, वस्तुलाई स्याहार्दै खाएको जस्तो सम्झना लाग्यो। यो ढेँडो खाँदाखेरि नै रातो रातो गाला हाम्रो हुन्थ्यो, डह्रो पनि हुन्थ्यौँ। आजभोलि त ढेँडो पास्केर देखायो भने छोराछोरी त चिन्दैन पनि। अब चलानै हराइसकिसक्यो ढेँडोको पनि। अब यो त यसो के अरे प्रसाद जस्तो मात्र हुन थाल्यो ढेँडो।
अहिले ढेँडो भनिन्छ नेपाली राष्ट्रिय खाना भनिन्छ तर अहिलेकोहरूले अब कस्तो हुन्छ भन्ने कुरा अब सायद देख्दैन पनि होला चिन्दैन पनि होला पकाएर दियो भने यो के हो भन्छ होला तर यति मिठो टेसिलो रसिलो के भन्छ अडिलो अति मिठो गाँजा पनि खाऊ है माछा बाजेले ढेँडो खायो कति बुझ्यो भने मिठो पो लाग्यो हौ मिठो छ धेरै वर्षपछि म त खाँदैछु ढेँडो कोदोको परिकार अब जाँड मात्र धेरै जस्तो खाइन्छ कति वर्षमा ढेँडो खाइयो लागेर खम खाएर त बोल्नु पनि बिर्सेछु एक सुरले खाएकै आखिरीमा खानु जान्नेको खाने हो खानुको सुरुमा अब एकातिर धेरै वर्षको पछिको ढेँडो खाइ अर्कोतिर
स्वादिलो र मिठो भएर अनि अब गफ गर्नतिर त त्यस्तै पो भएछ सरसरी पो खानु थालिएछ लु धेरै मिठो लु थोरै खाइएन अब बेलुकासम्मलाई ढुक्कै भयो हौ भुँडी पनि गरौँ हुने गरी पो खाइयो ढेँडो वजनदारी भन्छ साँच्चै हो कि क्या हो मिठोले गर्दाखेरि सबै कुरा चिल्लै बनाइयो ढेँडो तरकारी माछा सब्जीहरू सलाद केही नरहने भयो ल यतिसम्म हेरेर साथ दिनु भएकोमा मुरी मुरी धन्यवाद हवस् त